तपाईहरुलाई जीवनमा जे गर्न मन लाग्छ तपाईहरुले गर्नुस् हैन, किन भन्दाखेरि तपाईहरु सबै स्वतन्त्र प्राणी हो हैन। तपाईलाई जे इच्छा लाग्छ तपाईले गर्न पाउनुहुन्छ, त्यो तपाईहरुको स्वतन्त्रताको कुरा हो। तर तपाईले जे गर्न पाउनुभयो, स्वतन्त्रता तपाईसँग छ भन्नुको मतलब यो होइन कि तपाईले कसैको मन दुखाउने, कसैको विश्वास तोड्ने कामहरु गर्दै जानुस्। यसको स्वतन्त्रता तपाईलाई छैन हैन। अनि अहिले भर्खर रिसेन्टली मैले कस्तो एउटा क्यारेक्टरसँग मेरो भेटघाट भयो भन्दाखेरि हैन, बडा अजीब किसिमको क्यारेक्टरहरु मान्छेहरु। म चाहिँ अब के गर्छु भन्दाखेरि मैले कसैको क्यारेक्टर जज चाहिँ गर्दिन है, किन भन्दाखेरि जज गर्न, क्यारेक्टर जज गर्न म को हुँ र हैन। मैले चाहिँ के गर्छु भन्दाखेरि क्यारेक्टर्सहरु स्टडी गर्छु, मान्छेहरुको विभिन्न क्यारेक्टर्सहरु हुन्छ नि हैन, त्यो मैले स्टडी गर्छु। अहिले मैले रिसेन्टली कस्तो क्यारेक्टरको मान्छे फेला पारे, मैले कस्तो क्यारेक्टरसँग मेरो भेटघाट भयो त भन्दा, त्यो तपाईहरुको अगाडि हुँदाखेरि चाहिँ एकदम साथीको रूपमा प्रकट भएको छ के। साथी तपाईलाई एकदम हैन मिल्ने, तपाईसँग हैन सबै कुराहरु शेयरिङ गरे जस्तो गर्ने, अनि तपाईलेबाट पनि केही कुराहरु फुत्काउने हैन। अनि तपाईबाट के यति सानो कुरा फुत्कायो हैन, त्यो कुरा फुत्काउने बित्तिकै कुनै अर्को व्यक्तिको चाकरी गरिरहेछ उसले, वहाँ पुर्यायो के। यस्तो किसिमको मान्छेहरु हुन्छ, सतर्क रहनु होला यस्ता किसिमका मान्छेबाट। अनि जो मान्छेले चाहिँ यस्ता मान्छेका कुराहरु सुनिराख्नु भएको छ उले झन् सतर्क हुनुस्। किन भन्दाखेरि तपाईलाई के लाग्छ, त्यो व्यक्तिले अरु मान्छेको कुरा तपाई समक्ष पुगाइरहेछ भन्नुको मतलब तपाईका कुरा चाहिँ अरु समक्ष पुगाउँदैन होला र तपाईका कुरा त झन् बढाई चढाई गरेर अरु समक्ष पुर्याउँछ। तपाईलाई मेरा नेगेटिभ कुराहरु सुनाइरहेछ हैन, अनि मसँग हुँदाखेरि चाहिँ तपाईका नेगेटिभ कुराहरु गरिरहेको छ त्यो क्यारेक्टरले। यति बुझ्न हामीले जरुरी छ। कसैलाई पनि जज गर्नु भन्दा पहिला कसैका कुराहरु सुनेर जज गर्ने हैन के हैन, कसैका कुराहरु सुनेर वास्तव स्टडी गर्नुस् न। तपाई आफै एउटा नैतिकवान मान्छे हो भनेपछि तपाईले त स्वयं स्टडी गर्नुपर्ने कि यो व्यक्तिमा अहिले के गुजिरहेको छ त, के कारणले चाहिँ यो यस्तो भयो भनेर तपाईले स्वयं स्टडी गर्न छोडेर तपाईले कुनै अरु व्यक्तिको कुराहरु सुनेर तपाईले डिसिजन लगिराख्नु भएको छ भनेपछि यो गलत हो हैन। यस्तो गर्नु हुँदैन हामी, किन भन्दाखेरि नैतिक प्राणी हौ, विवेकशील प्राणी हौ। आफ्नो विवेकको प्रयोग गरौँ न, कुनै दोस्रो व्यक्तिले भनेका कुराको आधारमा कसैलाई पनि जज नगरौँ। अनि जो व्यक्ति चाहिँ यस्तो यो यताको कुरा उता, उताको कुरा यता पुर्याउने क्यारेक्टर छ नि यो हैन, तपाईलाई मैले त केही भन्नु छैन, म केही नै भन्दैन। भोलि तपाई मेरो अगाडि आउनुभयो भने चाहिँ म एकदम तपाईको मिल्ने साथीकै रूपमा बस्छु अझ। तब किन भन्दाखेरि तपाईको क्यारेक्टर पो मैले थाहा पाएँ त, थाहा पाइसके मैले हैन। तपाई यस्तो भनेर म किन भनौं, त्यसको लागि त महादेव हुनुहुन्छ त। महादेवले त सबै कुरा देख्नु भएको छ, सबै कुरा बुझ्नु भएको छ, मेरो मनमा के छ, ममा के छ